नमस्कार। जनता त्यसै सडकमा आएका होइनन् क्या। लोकतन्त्रका कुरा गरेर कहिले नथाक्ने हाम्रो केपी बा एन्ड कम्पनी, शेरबहादुर देउबा एन्ड कम्पनी, प्रचण्ड एन्ड कम्पनीका अलोकतान्त्रिक गतिविधिले गर्दाखेरि आज जनता वाक्क भएर चाहिँ आज सडकमा आउनु परेको स्थिति हो भन्दाखेरि सायदै त्यो फरक नपर्ला। अब अस्ति भएकै यही राजावादीहरूको आन्दोलनको कुरा गरौँ न होइन। पुरै हामीभन्दा बढी लोकतान्त्रिक र हामीले जति लोकतन्त्रको लागि कसैले लडेको छैन भन्नेहरूले होइन, हाम्रो केपी बा जो अहिले नेपालका प्रधानमन्त्री नै हुनुहुन्छ, उहाँ र सडक के अरे सदनमा चाहिँ यस्तो खालको चाहिँ वक्तव्य दिनुभयो कि सायद त्यो हेर्दाखेरि त्योभन्दा अलोकतान्त्रिक र के भन्छ भने अमर्यादित वक्तव्य चाहिँ सायदै मैले देखेको थिइनँ क्या। एउटा जनताले चुनिएकाहरूको प्रतिनिधित्व गर्ने ठाउँ एउटा संसदमा देशको एउटा जिम्मेवार निकायमा बसेको व्यक्ति आउँछ र सर्र कुनै छानबिन आयोगको प्रतिवेदन जस्तो चाहिँ प्रतिवेदन पढे जस्तो गरेर चाहिँ उसले त्यहाँ केही गर्दैन। त्यो सम्पूर्ण त्यहाँ राजावादीहरूको आन्दोलनमा भएको दोष चाहिँ त्यहाँ राजावादीहरूलाई नै दिएर आफू सर्लक्क पन्छिन्छ। अब यसो हेर्ने हो भने त त्यो छानबिन समिति त खै गठन भएको खासै सुनिएको छैन होइन। होला आन्तरिक रूपमा कतै छानबिन भएको भए पनि त्यसको लागि केही समय त लाग्ला होइन। अब फेरि राजावादीकै आन्दोलनमा ल उनीहरूले नै गराएको भए पनि उनीहरूकै मान्छेले गरेको भयो भने त्यहाँ सबै त संलग्न थिएनन् होला होइन। त्यो सर्टेन एउटा त्यसको पनि प्रुफ चाहियो नि त, प्रुफ त चाहियो होला। त्यहाँ भएका आन्दोलनकारीहरू चाहिँ अथवा त्यो लुटपाटमा त्यो भनौँ न त्यो जुन त्यो आगजनीमा चाहिँ ती राजावादीका आन्दोलनमै आउने आन्दोलनकारीहरू नै थिए भन्ने नि एउटा प्रमाण चाहिएला। फेरि 2 जना निहत्तर नेपालीको ज्यान गएको छ, गोली त फेरि प्रहरीबाटै चलेको रहेछ, त्यहाँ अरू 2-4 जना घाइते भएको नि कुरा आएको छ होइन। अनि त्यो गोली किन चल्यो, गोली नै चल्ने गरी चाहिँ आन्दोलन चाहिँ त्यति अराजकतातर्फ गएको थियो कि होइन, थिएन। त्यो गोली चलाउनु पर्ने आवश्यकता थियो कि थिएन भन्ने कुरो। अनि त्यस्तो अर्को पत्रकार जो चाहिँ एउटा घर जलिरहेको घरमा चाहिँ भित्र जलेर चाहिँ मृत्यु भएको छ, त्यो कसरी भयो त्यो घटना होइन। त्यो किन चाहिँ उनी त्यहाँ जलेर चाहिँ त्यहाँ चाहिँ मर्न पर्ने स्थिति आयो, त्यहाँ किन चाहिँ उसलाई बचाउन सकिएन। यस्ता कुराहरू यावत कुराहरूको चाहिँ एउटा राम्रो पिक्चर भनेको चाहिँ एउटा छानबिनले दिने हो। तर हाम्रो केपी बा सदनमा आउनुभयो होइन, त्यो सबै जे जति त्यहाँ जनधनको क्षति भएको छ सबै राजावादीहरूले गराएको हो होइन भनेर चाहिँ उहाँलाई ठ्याक्क निष्कर्षसहित सबै कुरा त्यहाँ सुनाइदिनु भयो। यति भने सक्यो अब त्यहाँ। अनि हिजो अझ सुनियो अब केपी बाले 10 लाख रुपियाँ दिनुभयो अरे मृतकका परिवारको, जुन नितान्त नौलो कुरो त होइन। किनभने नेपालमा देखिएको छ राजनीतिक आवरणमा भएका धेरै घटनाहरूमा चाहिँ यसरी नै मुख्य आरोपीहरू चाहिँ मुक्ति दिँदै यसरी चाहिँ 5 लाख 10 लाख रुपियाँ बाँडिने कुरो त अब हिजो माओवादी सशस्त्र जनयुद्ध के भने त्यस पछाडिदेखि लगाएर विभिन्न यही साना ठुला राजनीतिक घटनाक्रमहरूमा हामीले देखिरहेको कुरा छौँ होइन। यति हुँदै पनि अझ नेपालमा चाहिँ सुशासन छ, विधिको शासन छ भनेर मान्ने हनुमानहरू जो भक्तजनहरू छन्, यो ठुलो झापड होइन। अनि अझ अर्को कुरा हाँसउठ्दो कुरो चाहिँ यहाँ सुनियो। अब खै कता $1 लाख चाहिँ हाम्रो एकदम
सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ उहाँ थाइल्यान्डको कुन चाहिँ टेक्निकल युनिभर्सिटी हो कि कलेजलाई चाहिँ सहयोग स्वरूप दिनुभएछ होइन। यहाँ बिचरा यता महावीर पुन चाहिँ अलिकति सहयोग गर न, तिमीहरूले सहयोग गर्यो भने म हस्पिटलका बिग्रेका चाहिँ म चाहिँ यन्त्रहरू ती बिग्रेका गरेर राखेका के अरे मेसिनहरू बनाइदिन्छु, अथवा पुराना नचलेका औद्योगिकका मेसिनहरू चाहिँ हामी बनाउँछौँ, त्यसलाई हामीलाई सहयोग गर भन्दाखेरि 1 रुपियाँ झर्न नसक्ने होइन। यता अर्थमन्त्रीको कुरा सुन्यो भने चाहिँ के अरे देशमा सरकार आफ्नो सामर्थ्यमा खर्च गर्न नसक्ने स्थिति पुगिसकेको सरकारका प्रधानमन्त्रीज्यू पुरै कुनै धनी देशको चाहिँ एकदमै राष्ट्राध्यक्ष जस्तो गरेर पुरै उहाँ चाहिँ अब सहयोग बाँड्दै हिँड्नुहुन्छ। अब योभन्दा हास्यास्पद कुरो चाहिँ के हुनसक्छ? यो मलाई हाम्रा काङ्ग्रेसका एमालेका होइन का यी नाइकेहरूका भक्तजनहरू, भगवान्का भक्तजनहरूले चाहिँ यसो बताइदिनु भएदेखि धेरै नै राम्रो हुन्थ्यो होइन। यसरी अब यो लोकतन्त्र भनौँ, अहिलेको लोकतन्त्र भने भन्न त हिजोदेखि नै भइरहेको कुरो हो। नेताहरू आफ्नो कामले धेरै 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 ठाउँमा चिप्लिँदै गएको उदाहरणहरू छ होइन। यी त भए पछिल्ला कुराहरू मात्रै होइन। अब अहिले नेपालको राजनीति कति कुरूप र कति चाहिँ खतम भइसकेको छ भन्ने कुरोको यही हेरौँ न। यो राजावादीहरूकै आन्दोलनमा भएका यी क्षति जनधन, यो जुन त्यो मान्छे मारिएको कुराहरू छन्, जनधन अहिले पछिल्लो स्थितिमा हेऱ्यो भने टोटल फोकस भनेको चाहिँ सबै त्यो चाहिँ भाटबढी नै लुटिएको र चाहिँ के अरे यता तिनगुनेको त्यो घर जलेकोमा फोकस छ होइन। सबै दलका नेताहरू अहिले चाहिँ जो लोकतन्त्रका हामी हिमायती भन्छन् उनीहरू सबै त्यो देखाएर चाहिँ त्यहाँ चाहिँ सब राजावादीलाई बदनाम गराउन लागेका छन्। तर त्योभन्दा अझ ठुलो इस्यु जुन हुनुपर्ने हो लोकतन्त्रमा, त्यहाँ मारिएका ती 2 जना निहत्था नेपाली अनि त्यहाँ अरू गोली लागेर घाइते भएका बारेमा कमै समाचारहरू देखिएका छन्। र दुःखको कुरा साथ भन्नुपर्छ, यस विषयमा मूलधारका मिडियाले पनि कमै चर्चा गरेका छन्। उनीहरूको अधिकांश लेखहरू, समयहरू चाहिँ अब ज्ञानेन्द्र राजा, पूर्व राजा ज्ञानेन्द्रका बारेमा होइन। र अहिले पछिल्लो उसमा चाहिँ यही आन्दोलनमा चाहिँ आन्दोलनकारीहरूले गरेको यो जुन चाहिँ तोडफोड क्षतिको बारेमा नै, जसलाई उनीहरू चाहिँ असभ्य अशिष्ट के भन्नु होइन, त्यो भनेर चाहिँ व्यापक प्रचार गरिरहेको छ। अनि सबैभन्दा अर्को आश्चर्यको कुरो के हो भने 2 जना नेपालीको त्यहाँ मृत्यु भएको छ। तर कुनै पनि दलका नेताहरूले किसिमको एउटा संवेदना, सहानुभूति खै त्यति गरेको सुनिया छैन। यो लोकतन्त्रको नाममा हामी कतातिर जाँदैछौँ? यहाँ फेरि मैले एउटा हाम्रो यहाँ भक्तजनहरूले फेरि यो कुरा कन्फ्युज नहुँ कि म यहाँ राजावादी हुँ अथवा मैले लोकतन्त्रलाई नराम्रो भनिरहेको छैन। तर तिमीहरूका ती लोकतन्त्रका नायिकेहरू जो छन्, तिम्रा बाहरू, तिम्रा गुरुहरू, तिम्रा चाहिँ भगवान्हरू होइन, तिमीहरू पनि अलिकति त एउटा के खालको एउटा के भन्छ नि, एउटा अलिकति चेतना त होला नि यहाँ होइन। यति सबै हुँदै पनि अझै तिमीहरूकै बाहरूको गुणगान गाइदिनु पर्ने जनताले होइन। अनि जे भने पनि उनीहरूले जे भने पनि हो भनेर पत्याइदिनु पर्ने, यो त देशको लागि अत्यन्त ठुलो दुर्भाग्य भयो। तिमीहरूले कहिले यो कुरा महसुस गर्ने र कहिले चाहिँ आफ्नो नेतृत्वलाई चाहिँ अलिकति यो कुरामा चाहिँ सजग गराउने हो होइन। किनभने अहिले नेपालमा जे कुरा भइरहेको छ यो सबै तिमीहरूकै बाहरू, तिमीहरूकै जो पार्टीका नायिकेहरू जो छन् सबै उनीहरूकै करामत हो। यसमा चाहिँ राजा ज्ञानेन्द्र
या राजा ज्ञानेन्द्रका पछि लाग्नेहरू समर्थक भनौँ जे भनौँ या पार्टी भनौँ यिनीहरूलाई दोष दिनु बेकार हो। त्यही भएर बन्द गर क्या, यो बन्द गर। यो अझै पनि सबै कुरा आँखा अगाडि भइरहेको कुरा पनि देखेर पनि आँखा छोपेर अनि गलतलाई चाहिँ सही हो भन्ने परिपाटी चाहिँ नेपालले बन्द गर्नु पर्यो होइन। किनभने गलत नै हुन्छ र सही नै हुन्छ।